हाम्रो क्षमाको गुहार गर्नुहुने जसले हाम्रो पितासँग मिलाप लिएर आउनुहुने केवल तपाईँ हुनुहुन्छ। साँच्चै नै प्रभु संसारका जति पनि धर्महरू त प्रभु काम गरे तपाईँ नै मुक्तिमा छ, तर तपाईँ त एक्लो धर्म केवल येशू ख्रीष्ट मात्रै धर्म छ जसले हामीलाई यो टुटेको सम्बन्धलाई जोड्नु हुने येशू ख्रीष्ट तपाईँ हुनुहुन्छ। विराजमान हुने प्रभु हाम्रो पापलाई उठाइ लैजानु हुने, हाम्रो क्रुसलाई तपाईँ बोक्नुभयो, तपाईँ मृत्युलाई पनि जित्नुभयो, तपाईँ बौरी उठ्नु भयो प्रभु हामीलाई बचाउनलाई प्रभु, हामीलाई अनन्त जीवन दिनलाई महिमा दिनेछु प्रभु, प्रशंसा गर्नेछु, स्तुति चढाउनेछु प्रभु तपाईँलाई। हामी हरेक ओठले नै भन्नेछौँ अनि हाम्रो हरेक ओठले नै प्रभु तपाईँको नै निम्ति हामी गाउनेछौँ। महिमा दिनेछु, प्रशंसा गर्नेछु, स्तुति चढाउनेछु सदैव तपाईँलाई। मोयाई ओठले सदैव गाउनेछु गीत तपाईँको, बाँचुन्जेलसम्म महिमा दिनेछु, महिमा
प्रशंसा गर्नेछु चढाउनेछु सधैँ तपाईलाई मेरा ओठले बताउनेछु प्रशंसा गर्नेछु स्तुति चढाउनेछु सदैव तपाईँलाई मेरा ओठले सदैव गाउनेछु तपाईँको वचनसम्म प्रभु तपाईँ यो संसारमा आउनुभयो दुःख कष्टहरू दर्दनाक पीडा तपाईँ भोग्नुभयो कल्वरी क्रुसमा मर्नुभयो तपाईँ चिहानमा गाडिनुभयो तर त्योभन्दा पनि तपाईँ गौरी उठ्नुभयो प्रभु के तपाईँ अरू कोही पनि छैन तर तपाईँले त मृत्युलाई पनि जित्नुभयो प्रभु किनभने तपाईँ परमेश्वर हुनुहुन्छ किनभने तपाईँ मात्र हुनुहुन्छ सर्वशक्तिमान परमेश्वर साँच्चै नै प्रभु तपाईँ गौरी उठ्नुभयो जसले हाम्रो आशा दिन्छ यहाँ पनि ख्रिस्टसँगै गौरी उठ्नेछौँ प्रभु तपाईँको समयमा साँच्चै केवल तपाईँ नै हुनुहुन्छ जसले हाम्रो आशा दिनुहुने र त्यो आशा हराएर जाने आशा होइन त्यो आशा तपाईँ हुनुहुन्छ केवल तपाईँ येशू ख्रीष्ट हुनुहुन्छ
इच्छामा चढाउनुहोस् पवित्र आत्मा म तयार छु प्रभु हृदयनुहोस् आज मलाई बनाउनुहोस् आफ्नो इच्छामा चढाउनुहोस् पवित्र आत्मा म तयार छु स्तुति होस् परमेश्वरलाई आज नि सदालाई जो हुनुहुन्थ्यो हुनुहुन्छ र हुन आउनुहुनेछ स्तुति होस् परमेश्वरलाई आज नि सदालाई जो हुनुहुन्थ्यो हुनुहुन्छ र हुन आउनुहुनेछ परमेश्वरको उपस्थितिमा भएका छौँ प्रभु हामी सबै तपाईँलाई आराधना गर्ने आराधना भएका छौँ प्रभु आराधना भएका छौँ प्रभु तपाईँको बलिदानले प्रभु तपाईँको बलिदानले आज हामी हरेक किसिममा पाएका छौँ र त्यो अनन्त जीवन हामीले प्रभु तपाईँमा पाएका छौँ केवल तपाईँमा नै प्रभु केवल तपाईँमा नै त्यो जीवन त्यो आनन्द पाएका छौँ प्रभु तपाईँले गर्नुभएका छ बाटो सत्य र जीवन केवल तपाईँ नै हुनुहुन्छ म बाहेक कोही पनि पितामा पुग्न सक्दैन हो प्रभु आज त्यो मार्ग तपाईँ भन्नुभएको छ तपाईँ 2000 वर्ष अगाडि कतिपय क्रुसमा त्यो उजाड स्थानमा आफ्नो क्रुस बोक्दै गरे उनको त्यो खाए त्यो कुटाए त्यो पीडा त्यो दर्दनाक त्यो मृत्यु तपाईँले सहनुभयो आज तपाईँले स्वर्गको ढोका खोलिदिनु भयो प्रभु त्यो ढोका पनि केवल तपाईँ हुनुहुन्छ त्यो पुजारी पनि केवल तपाईँ हुनुहुन्छ हाम्रो मार्ग पनि केवल तपाईँ हुनुहुन्छ हामीलाई असल मार्गमा डराउनु हुने असल ढालो तपाईँ हुनुहुन्छ र प्रभु त्यो जीवनको रोटी पनि तपाईँ हुनुहुन्छ प्रभु तपाईँ हुनुहुन्छ केवल तपाईँ हुनुहुन्छ जीवनको रोटी तपाईँ हुनुहुन्छ आफै पानी पनि तपाईँ हुनुहुन्छ कहिले पनि नतिर्ख लाग्ने त्यो पानी तपाईँ हुनुहुन्छ उजाड स्थानमा प्रभु तपाईँको दासहरू तपाईँको इजरायलीहरूलाई प्रभु तपाईँले चट्टानबाट तपाईँले पानी पुर्याउनु भएको थियो तर आज हामीले यीशु ख्रीष्टमा त्यो पानी पाएका छौँ आज हामी कहिले पनि तिर्खाउने छैनौँ प्रभु केवल यीशु ख्रीष्ट हाम्रो त्यो पानी हुनुहुन्छ बहुत धन्यवाद छ तपाईँको प्रेमको लागि हालेलुया बहुत धन्यवाद छ सबै कुराको लागि र प्रभु यो आराधनालाई तपाईँको हातमा राख्दछु सदा सर्वदा तपाईँको नै महिमा भइरहोस् येशू बाउको नाउँमा